कुनै समयको कुरा हो, एउटा गाउँमा एकजना मानिस बस्थ्यो। एक दिन उसको घरमा एकजना सन्यासी पाहुना बनेर आए। त्यस रात उनीहरूबीच रमाइलो गफगाफहरू चले। गफ चलिरहेको बेलामा सन्यासीले भने, यहाँ तिमी के सानो सानो खेतीपातीमा हल्झिरहेका छौ। म एकपटक साइबेरिया गएको थिएँ। त्यहाँ जमिन लगभग फ्रीमा पाइन्छ। त्यहाँका मानिसहरू पनि सामान्य छन्। थोरै पैसा दिए पनि त्यहाँ हजारौं एकड जमिन पाइन्छ। त्यहाँ माटो पनि मलिलो खालको छ, जसले गर्दा उब्जाउ एकदमै धेरै हुने गर्छ। खेती गर्दाखेरि सुनै फले बराबर उत्पादन हुन्छ। अतिथिको यस्तो कुरा सुनेपछि त्यो किसानको मन लोभिन्छ। उसले आफ्नो घर जग्गा बेचेर साइबेरिया जाने सोच बनाउँछ र भोलिपल्ट नै त्यहाँको जग्गा जमिन सबै बेचेर साइबेरियाको बाटोतिर लाग्छ। भोलिपल्ट नै ऊ साइबेरिया पुगेपछि त्यहाँ कुरा गर्छ। सन्यासीले भने, बमोजिम त्यहाँको वातावरण राम्रो रहेछ। गाउँका मानिसहरूले उसलाई भने, तिमीले जति पैसा लिएर आएको छौ त्यो सबै यही राखिदेऊ। हाम्रो यताको त नियम यस्तो छ, भोलि बिहान सूर्योदय हुने बित्तिकै तिमी उठेर हिँड्न थाल्नु र सूर्यास्त नहुँदासम्म जुनसुकै दिशातिर जत्तिकै टाढा पुगे पनि त्यो सारा जमिन तिम्रो नै हुनेछ। तर नबिर्सिनु, साँझमा घाम अस्ताउनुभन्दा अगाडि नै तिमी जुन ठाउँबाट बिहान हिँडेका थियौ त्यो ठाउँमा फर्किनुपर्छ। गाउँलेहरूको त्यस्तो कुरा सुनेर ऊ रातभर निदाउन सकेन। बिहानीको सूर्योदयसँगै ऊ दौडिन थाल्यो। साथमा उसले रोटी र पानी बोकेको थियो। उसले सोचेको थियो, म हिँड्दै हिँड्दै पानी पिउँछु र रोटी खान्छु। तर ऊ हिँडेन दौड्यो, किनकि जति धेरै दोहोरिन्छ उति धेरै जमिन पाइन्छ भन्ने उसलाई लागेको थियो। अथवा ऊ धेरै जमिन पाउने आशामा लोभिएको थियो। ऊ बिहानैदेखि दौडिरह्यो, लगातार दौडिरह्यो। उसले मनमा नै सोचिरहेको थियो, म 12 बजे फर्किन्छु ताकि बेलुकासम्म बिहानैको ठाउँमा पुग्न सकूँ। यसो हेर्दा घडीमा 12 पनि बज्यो। तर मनै त हो किन मान्थ्यो र अझै लोभियो र अझै अगाडिका राम्रा जमिनहरू देख्यो। अलि अगाडिसम्मको जमिन लिन्छु भन्ने सोचेर ऊ अझै अगाडि बढ्यो। उसले मनमा सोचिरहेको थियो, जति धेरै जमिन मैले मेरो बनाउन सक्छु त्यति धेरै म सफल हुनेछु। त्यतिकैमा ऊ अझै अगाडि बढ्न थाल्यो। उसलाई लागेको थियो फर्कने बेलामा त ऊ छिट्टै फर्किनेछ, किनकि एक दिनको त कुरा थियो। दगुर्दा दगुर्दा उसलाई भोक लाग्यो, तर पनि ऊ रोकिएन। प्यास लाग्यो, तर उसले पानी पिएन, किनकि पानी पिउन थाल्दा उसको थोरै भए पनि समय खेर जाने थियो। उसले बल्ल समयको महत्त्व बुझिरहेको थियो। भोक लाग्दा खान्छु भनेर बोकेको रोटी पनि उसले खाने समय नभएकोले फ्याँकिदियो। पानी पनि पिउन भ्याएन र बाटोमै छाडिदियो। हुँदा उसलाई आफूले लगाएको टोपी र कपडा समेत भारी लाग्न थालिसकेको थियो। त्यसैले कुद्दै गर्दा उसले त्यो कपडाहरू पनि फ्याँकिदियो ताकि हल्कासँग छिटो दौडन सकियोस्। अब त उसँग आफ्नो शरीर र धेरै जमिन कब्जा गर्ने लोभ मात्र बाँकी थियो। दिउँसो 1 बजे रोकिएन, 2 बज्यो। अब त ऊ थाकिसकेको थियो। उसलाई फर्किन ढिलो हुँदै गएको थियो। शरीरमा बिहानको जस्तो बल बाँकी थिएन। पोक्सो पोलिरहेको थियो, मुटु धड्किरहेको थियो, तर पनि ऊ दगुर्न छोडेन। हुँदा अब त सूर्य पनि अस्ताउने समय हुन लाग्यो। गाउँ टाढाबाट देखिन्थ्यो। गाउँका मानिसहरू उसलाई हेरेर चिच्याइरहेका थिए, छिटो आऊ, छिटो आऊ। उनीहरू उत्साह दिइरहेका थिए, तर ऊ सोच्दै थियो, यी मानिसहरू त मूर्ख रहेछन्। यदि म मरे भने जमिन त उनीहरूकै हुनेछ, तैपनि मलाई हौसला दिइरहेका छन्। उसले न्वारानदेखिको बल लगायो। सूर्यको अन्तिम किरण मात्र क्षितिजमा बाँकी रहेको थियो। जब ऊ दौड्दै खिस्रिँदै त्यो सुरुको ठाउँमा पुग्यो, सूर्य पनि अस्ताए। त्यहाँ सूर्य मात्रै अस्ताएन, साथसाथ ऊ आफू पनि अस्तायो। गाउँका मानिसहरू सबै गलल्ल हाँसे। उनीहरू भन्दै थिए, फेरि अर्को पागल आयो, दौड्यो र मरेर गयो। यसरी त्यो ठाउँमा जमिन आफ्नो बनाउन ऊ मात्रै आएको थिएन। ऊ भन्दा पहिले पनि धेरैजना आएका थिए, तर दुःखको कुरा हालसम्म कोही पनि बाँचेका थिएनन्। कसैले पनि आफूले दुःख गरेर दगुरेर घेरेको जमिनको मालिक बन्न सकेका थिएनन्। त्यसको कारण एउटै थियो, लोभ। शिक्षा। साथीहरू, यो कथा त हाम्रै जीवनको एउटा झलक हो। हामी पनि त्यही मानिस जस्तै हाम्रा इच्छाहरू पछाडि दौडिरहेका छौँ। हाम्रो चाहना छ अझै धेरै पैसा कमाउन, अझै राम्रो घर बनाऊ, अझै सम्पत्ति जोडौँ। यही सोच्दा सोच्दै हाम्रो पनि जीवनको सूर्यास्त हुने दिन नजिकिँदै गएको हामीले बिर्सिरहेका छौँ। हामीलाई लाग्छ धेरै सम्पत्ति कमा, त्यसपछि हामी खुसीका साथ धेरै बाँच्नेछौँ। तर साथीहरू, आज भन्दा भन्दै त्यस्तो पल कहिले आउँदैन।
भगवानले हामीलाई यति सुन्दर शरीर दिनुभएको छ, हामी लोभमा परेर भोक लाग्दा प्यास लाग्दा समेत राम्रोसँग खानको लागि आफ्नो इच्छा पूरा गर्नको लागि साचिरहेका हुन्छौँ। तर जुन समय खुसी साथ बाँच्नका लागि हो त्यही समय हामीले भविष्यमा खुसी हुने आशामा खेर फालिरहेका छौँ। हाम्रो जीवन त भौतिक सम्पत्ति अथवा जमिनले होइन, बुद्धिले धनी हुने हो। जुन समयमा हाम्रो मनले शान्ति पाउनेछ त्यस बेला मात्र हामीले वास्तविक जीवनको स्वाद पाउन थाल्छौँ। बुद्धिजीवी साधु सन्तहरू किन बाँच्न सक्छन्? किनकि उनीहरू यसरी लोभ लालचको पछाडि दौड्दैनन्। हामीले यस संसारमा जति नै सम्पत्ति थुपारे पनि जाने बेला यो सम्पत्ति हामीले यही छोडेर जानुपर्छ। न हामीले आउने बेला सम्पत्ति लिएर आएका थियौँ, न त हामीले लिएर नै जानेछौँ। त्यसैले अब यहाँ भन्न सकिन्छ अझै हामीलाई कति जमिन चाहियो। त्यसैले हाम्रो भजनमा भनिएको छ, एक दिन त जाने हो संसार छोडेर, पिंजरा तोडेर पंछी उडेर। धन र सम्पत्ति घरमै झोलामा, बाँसको डोलामा लान्छन् खोलामा। हामीले जीवन खुसी साथ बिताउनु पर्छ साथीहरू। लोभ लालचले कहिल्यै चैनसँग बस्न दिँदैन। त्यसैले हामीले अनावश्यक लोभहरू त्याग्नुपर्छ। यसको मतलब यो होइन कि भए जति सबै सकाइहाल्नुपर्छ, बरु यसको मतलब त यो हो हामीले अनावश्यक लोभ गर्नुभन्दा आवश्यक ठाउँमा धनको प्रयोग पनि गर्न सक्नुपर्छ। हाम्रो देश नेपालमा भ्रष्टाचार साह्रै नै मौलाएको अवस्था छ। भ्रष्टाचारीहरूलाई लागेको हुन सक्छ मैले यो सम्पत्ति जति थुपार्छु त्यति धेरै यश कीर्ति पाउँछु, तर यी त सबै झुठा कुरा हुन्। भनिएको छ चित्रगुप्तले हाम्रो यस पृथ्वीलोकमा गरेका सम्पूर्ण कर्म अनुसारको फल तयार बनाएर राखेका छन्। उक्त फल हामीले भोग्नै पर्नेछ। कसैले राम्रो कर्म गरेको होला उसले राम्रै फल पाउनेछ भने कसैले कुकर्म गरेको हुन सक्छ उसले त्यही अनुसारको सजाय पाउनेछ। चोरी डकैती गर्ने, भ्रष्टाचार गर्ने, कसैको कुब्लो चिताउनेहरूको यो मानव जुनीमा सजाय नमिले पनि मृत्यु पश्चात भए पनि चित्रगुप्त मार्फत अवश्य सजाय भोग्नै पर्नेछ भनेर हाम्रा शास्त्रहरूमा वर्णन गरिएको पाइन्छ। त्यसैले साथीहरू जीवनमा सकेसम्म सत्कर्म गरौँ। यदि सकिन्छ कसैको भलो गरौँ, सकिँदैन भने पनि कुकर्म वा कुभलो गर्ने चेष्टा कहिले नगरौँ। साथीहरू तपाईलाई हाम्रो यो पोस्ट कस्तो लाग्यो? आफ्नो विचार प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। नमस्कार। जय नेपाल।